र तपाईँ जेनजी यो राष्ट्र निर्माणको लागि जुन 23 गते सादात प्राप्त गर्ने हाम्रा जेनजी भाइ बहिनीहरूलाई म हृदयदेखि नमन गर्न चाहन्छु र हार्दिक श्रद्धाञ्जली अर्पण पनि गर्न चाहन्छु। र मलाई असाध्यै यी जेनजी पुस्ताहरू भित्रैदेखि म 9 वर्षदेखि होराइजन जीबीएस कलेजको बस चालकको रूपमा काम गर्दै गर्दा +2 का विद्यार्थी भाइ बहिनीहरूलाई मैले 9 वर्षदेखि उनीहरूलाई स्कुल र घर पुर्याइरहने कार्य गरिरहेको छु र म अहिले पनि अर्थात् होराइजन कलेजको बस ड्राइभरको रूपमा कार्यरत छु। र मलाई भित्रैदेखि टोलेको थियो जब ती उमेर समूहका भाइ बहिनीहरूलाई तातो गोली प्रहार गरिएको थियो। मेरो मन छिया मेरो आफ्नै भाइ बहिनी मेरो आफ्नै बच्चालाई गोली हानेको मैले महसुस गरेको थिएँ। र म तत्कालै 24 गतेको आन्दोलनमा रूपन्देहीको बुटोलुपा महानगरपालिकामा जेनजी लगायत हामी जेन एक्स जेन वाई का समूहहरू लगायत हामी जेनजीलाई अब उनीहरूको जानी मान्छेको ज्यान त गइसक्यो, अब जुन आन्दोलनमा अगाडि बढिरहनु भएको छ ती भाइ बहिनीहरूको ज्यानको सुरक्षाको लागि भए पनि हामी निस्किनुपर्छ भनेर हामी जेन एक्स र जेन वाईको अवधारणा सहित हामी बाटोमा उत्र्यौं। र सकेसम्म हामीले धेरै घुसपेट भइरहेका व्यक्तित्वहरूलाई हामीले रोक्ने प्रयत्न गरिरहेका थियौं। रोक्ने प्रयत्न गर्दै गर्दा अब घुसपेटवालाहरूले विद्रोह मचाउन उपस्थित भएकाहरूले 1-2 जनाले हामीमाथि हातपात पनि गरेको कुराहरू यहाँ सबैलाई जानकारी गराउन चाहन्छु। र हामीले जुन सरकारी संरचनाहरू जेनजीले जलाए भनेर जुन आरोप लाउने गर्छ, जेनजीले ती कार्यहरू गर्न निस्केका होइनन्, सरकारलाई राज्यलाई खबरदारीका लागि निस्केका थिए। ती सरकारी संरचनाहरू त यिनै नै पुराना राजनीतिक भ्रष्टहरूले अब हाम्रा दिनहरू गए, अब फेरि हाम्रा दिन फर्काउनको लागि कुनियतवश त्यस्ता आफ्ना भाडाका टट्टुहरू प्रयोग गरेर हाम्रै सरकारी संरचनाहरू जलाउने जुन दुष्प्रयास यी कुराजनीतिक व्यक्तित्वहरूले जुन दुष्प्रयास गर्नुभएको छ त्यसको हामी घोर प्रशंसा गर्न चाहन्छौँ। र अब यस सैना महिना नगर कमिटीले जुन खालको एउटा जेनजीको कमिटी गठन गर्दैछ र यो जेनजीले सैना महिना नगरपालिकामा जुन कुनियतवश राजनीति गर्ने व्यक्तित्वहरूको छनौट गरी तिनीहरूलाई कसरी खबरदारीको रूपमा पाखा लगाउने खालको कार्यहरू पनि र भिजनहरू पनि अगाडि बढाउँदै समाजलाई शुद्धिकरणको बाटोमा लैजान यी जेनजी पुस्ताले आफ्नो अहम भूमिका खेल्नेछ भन्ने विश्वासका साथ तपाईहरूलाई आज बन्न गइरहेको समितिलाई हार्दिक बधाई दिँदै म विक्रम तिवारी बिदा हुन चाहन्छु। धन्यवाद। जय जेनजी।